चाहे प्यान कार्ड होस् वा लाइसेन्स, अब महत्त्वपूर्ण कागजातहरू मोबाइलमै छन्। कतिपय सेवाहरू त घरबाटै नवीकरण गर्न सकिन्छ। कति सजिलो भयो हैन? र नेपालको यो डिजिटल महत्वाकांक्षालाई अन्तर्राष्ट्रिय स्तरबाट पनि समर्थन मिलेको छ। विश्व बैंकले सरकारी सेवालाई पूर्ण रूपमा पेपरलेस बनाउने लक्ष्यका साथ $5 करोड लगानी गरेको छ। यो साँच्चै नै एउटा ठूलो कदम हो। सरकारी सेवा मात्रै होइन, पैसाको कारोबार गर्ने तरिका त झन् पुरै बदलिएको छ। हामी बिस्तारै नगद बोक्ने बानीबाट नगदै नचाहिने समाजतर्फ अघि बढिरहेका छौँ। ई-सेवा, खल्ती, कनेक्ट आइपीएस यी नामहरू अब कसलाई थाहा छैन र? सानो चिया पसलदेखि ठूला शपिङ मलसम्म क्यूआर कोडबाट भुक्तानी गर्नु त सामान्य भइसक्यो। यस्ता डिजिटल वालेट र भुक्तानी प्रणालीहरू हाम्रो दैनिक जीवनको एउटा महत्त्वपूर्ण हिस्सा नै बनिसकेका छन्। अनि यो यात्रा यतिमै रोकिनेवाला छैन। नेपाल राष्ट्र बैंकले त अब भौतिक शाखा नै नभएका पूर्ण रूपमा डिजिटल बैंक खोल्ने नीति ल्याउँदैछ। कल्पना गर्नुस् त, बैंक अब हाम्रो मोबाइलमै सीमित हुनेछ। अब कुरा गरौँ नेपालको एउटा ठूलो सपनाको। यो डिजिटल पूर्वाधारको प्रयोग देशभित्र मात्रै सीमित छैन। नेपाल अब विश्व मञ्चमा आफ्नो एउटा छुट्टै पहिचान बनाउन खोजिरहेको छ। र लक्ष्य एकदमै स्पष्ट छ। नेपाललाई सफ्टवेयर र आईटी सेवाहरूको निर्यातकर्ताको रूपमा एउटा अन्तर्राष्ट्रिय हबको रूपमा स्थापित गर्ने। यसले देशको अर्थतन्त्रलाई नै नयाँ उचाइमा पुर्याउन सक्छ। त्यसो भए यो लक्ष्य हासिल कसरी गर्ने त? यसका इन्जिनहरू पनि तयार भइसकेका छन्। एकातिर सफ्टवेयर निर्यातमा जोड दिएको छ भने अर्कोतिर हाम्रा नेपाली युवाहरूले एआई र क्लाउड कम्प्युटिङ जस्ता एकदमै नयाँ क्षेत्रमा फ्रिलान्सिङ गरेर विदेशी मुद्रा भित्र्याइरहेका छन्। यो डिजिटल वातावरणले नयाँ सोच र उद्यमशीलतालाई पनि जन्म दिइरहेको छ। देशैभरि नयाँ स्टार्टअपहरू उम्रिरहेका छन्, जसले प्रविधिको प्रयोग गरेर पुराना समस्याहरूको नयाँ समाधान खोजिरहेका छन्। र प्रविधिले वास्तविक जीवनमा कसरी फरक पारिरहेको छ भन्ने कुरा यहाँ स्पष्ट देखिन्छ। जस्तै स्वास्थ्यमा टेलिमेडिसिनले दुर्गम गाउँसम्म डाक्टर पुर्याएको छ। कृषिमा स्मार्ट प्रविधिले उत्पादन बढाउन मद्दत गरेको छ। अनि शिक्षामा एडटेकले त सिक्ने तरिकालाई नै बदलिदिएको छ। तर हरेक कथाको अर्को पाटो पनि हुन्छ। यति धेरै अवसर र प्रगतिको पछाडि केही गम्भीर चुनौतीहरू पनि छन्। कुनै पनि तीव्र आरोहण जोखिम रहित हुँदैन र नेपालको डिजिटल यात्रा पनि यसको अपवाद छैन। यहाँ सबैभन्दा ठूलो चुनौती के हो भने 85% मानिसहरूसँग स्मार्टफोन त छ, तर के सबैसँग त्यसलाई सुरक्षित र प्रभावकारी रूपमा प्रयोग गर्ने ज्ञान छ त? सायद छैन। यहीँनेर एउटा ठूलो खाडल छ, उपकरणको पहुँच र त्यसलाई प्रयोग गर्ने सिपको बीचमा। र यी दुई चुनौतीहरू एकअर्कासँग जोडिएका छन्। पहिलो हो डिजिटल साक्षरताको